निमावी लाइसेन्सको एक्जाम कहिले हुँदैछ भनेर धेरैले प्रश्न गर्नुभएको थियो। निमावी लाइसेन्सको एक्जाम कहिले हुँदैछ भनेर आजको भिडियोमा तपाईँहरूलाई जानकारी दिनेछौँ। भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नुहोला। शिक्षक सेवा आयोग निम्न माध्यमिक तहको परीक्षा चाहिँ शिक्षक सेवा आयोगको वेबसाइटमा चाहिँ यहाँ सूचना लेखेको छ। नेपाल सरकार शिक्षक सेवा आयोग सानोटिमी भक्तपुरले सूचना जारी गरेको छ। निम्न माध्यमिक तह अध्ययन अनुमति पत्रको परीक्षा सञ्चालन गर्नका लागि परीक्षा केन्द्र निर्धारण तथा रोल नम्बर कायम गरेको सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट मिति 2082 6 महिना 12 गते प्रकाशित विज्ञापन नम्बर 44/082/83 मिति 2082 8 महिना 20 गते शनिबार दिउँसो 1 बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तह अध्ययन अनुमति पत्रको परीक्षा सञ्चालन गर्नका लागि आयोगको मिति 2082 8-9 गतेको निर्णय अनुसार जिल्लामा त्यहाँ अनुसारको परीक्षा केन्द्रहरू तथा रोल नम्बर कायम गरेको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मङ्सिर 20 गते दिउँसो 1 बजे चाहिँ शिक्षक सेवा आयोग निम्न माध्यमिक तहको एक्जाम परीक्षा हुँदैछ। तपाईँहरू त्यहाँ गएर पाएको पर्ने स्थानमा गएर तपाईँहरूले एक्जाम दिन सक्नुहुन्छ र एक्जाम सेन्टर कहाँ पर्यो भनेर तपाईँहरूले मोबाइलबाटै हेर्न सक्नुहुन्छ। त्यसको लागि पहिले नै भिडियो बनाएर राखेको छु, त्यो भिडियो पनि आइरहेको होला, क्लिक गरी हेर्नु होला। यस्तै सम्बन्धी जानकारीको लागि हामीलाई लाइक, सेयर अनि सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै आजको लागि यति।